बाँकी रहेको देख्न सक्छौँ हामी। डिआरएस गेमिङ नेपाल 3 जना प्लेयरमा बाँकी रहेका छन्। 11 एलिमिनेसन निकालिसकेको छ। आलु नक रहेका थिए, आलुलाई रिभाइभ पनि गरिन्छ। एचपी कम छ। भिएसको टिम सर्ट रेन्जमा मुभ गरिरहेको देख्न सक्छौँ। स्ट्रेक्सलाई नक निकाल्न कोसिस गर्दै सपिलको हातमा स्नाइपर रहेको छ। निलुले त्यहाँ गल्ती गर्छन्, प्रतीकले त्यहाँ फिनिस पनि निकाल्छन्। 8-13 पनि नक। होरा स्पोर्ट्स थर्ड पार्टीको लागि आएको छ र सपिल मात्र अन्तिम प्लेयर रहेका छन् भिएसको लागि। होरा स्पोर्ट्स बुयाको लागि अब अग्रसर बनिरहेको देख्न सक्छौँ हामी। एकदमै एडभान्टेजमा रहेको छ। ओपन एरिया पनि रहेको छ, सर्कल कन्ट्रोल पनि रहेको छ, साथसाथै म्यान पावर पनि रहेको हामीले देख्न सक्छौँ। 3 जना प्लेयर रहेका छन् तर पिएनएल स्पोर्ट्स 4 जना प्लेयरमा रहेको छ। तर काइलोलाई त्यहाँ नक निकालिन्छ। स्काइलर भुडु मरिसकेका रहेछन् भनेपछि स्काइलर छैन हो र स्पोर्ट्ससँग। ब्लू सर्ट रेन्जमा जान खोज्दै थ्रोएबल्सको प्रयोग गरिन्छ। डिआरएसको लागि प्रतीक मात्र एउटा प्लेयर। पिएनएल स्पोर्ट्स प्रतीकको मुखैमा जान्छन्। प्रतीकले एकजना प्लेयर मात्र पिएनएलको यदि इलिमिनेट गरे भने हो र स्पोर्ट्सको लागि त्यो बाटो सजिलो रहन सक्छ। समीप दाइ मनी सुरु गर्नु नि। Of course, हामी हेर्दैछौँ हामी डिआरएस फेरि पनि यहाँबाट ब्याक अफ लिइसकेका छौँ। मात्र दुईवटा टिम बाँकी रहनेवाला छन्, पिएनएल अनि होरा स्पोर्ट्स। यो दुई मध्ये टिम एउटा सर्वोत्कृष्ट कुन टिम रहनेवाला छ त्यो हामी थाहा पाउनेवाला छौँ। पिएनएलको लागि अभियसली केही हाइप अप देख्न सक्छौँ जहाँ हामी फायर इफेक्ट पनि देख्न सकियो। 4v3 को म्यान एडभान्टेज अभियसली पिएनएलको खातामा देख्न सक्छौँ। ट्रेबल्सको त्यही माथि एउटा सदुपयोग गर्न सकिन्छ। ब्याक टु ब्याक ग्रेनेड्सको युज भएको हामी हेर्न सकिन्छ। 3 जना प्लेयरको साथमा स्पार्सी अलिकति अनहेल्दी देख्नमा आउँछ। अगाडि मुभ लिन्छन् त्यहाँ एउटा राम्रो चम्पको साथमा 19 किल्स त निकालेको छ दुवैवटा टिमको लागि। तर त्यहाँ फेरि पनि एकजना प्लेयर्सलाई डाउन गरेर पुग्छन्। होरा स्पोर्ट्स नन स्टप आफ्नो जलवा देखाउँछन्। अब एकजना मात्र अगाडि देख्न सक्छौँ हामीले र हेर्दा हेर्दा त्यहाँ अर्को एउटा प्लेयरलाई पनि नक गर्न पुग्छ। अब लास्ट म्यान सर्भाइभल रहनेवाला छ। होरा स्पोर्ट्स क्यान दे मेक इट अर नट, और यहाँ हेर्न सकिन्छ 1v2 को क्लज निकाल्छ या निकाल्दैन भन्दा भन्दा होरा स्पोर्ट्स यहाँ देख्न हानो बुढुले हानो। म त गेस गर्दिन है। फेरि नमन भाइ डल 3टा ढलिसक्यो। रेनेश दाइ हजुर रमन छ नि बिबीको, मेरो त छिमेकी नि भाइ त। ला पुसाइदियो र ला हान्दियो। चिच्याको सुनिन्छ भाइले यहाँ गेम खेल्दाखेरि। ओइ बुढुले एम90 पड्किरहेको त। ब्लू हो दाइ, ब्लू होइन, बुढु होइन। ओइ मैले प्रेडिक्ट गर्न लागेको बुढो छु। बल्ल आउँदैछ हो दाइ। ए बुढेसका सबै धमिलो ओइ भाइ भन्दियो ला बिबी म बिबी भन्छु। ओइ होरा भर्सेस डिआरएस सर्ट रेन्ज डाइस्टोरिक्स मात्र। कता कता डिआरएसले हारिरहेछ जस्तो लाग्यो। ओइ होइन होला प्रतीक। ढल स्ट्रेट लडले जित्यो फाइट त। एचपीएक्सको म्यान लस छ। अब यहाँ 5वटा टिम रहेको देख्न सकिन्छ हामी। 13.5 मिनटको खेल बितिसकेको छ। 18वटा प्लेयर रहेका छन्। होरा स्पोर्ट्स यो म्याचमा बुया हान्यो भने यो टुर्नामेन्टको अन्त्य यही हुनेछ र होरा स्पोर्ट्स च्याम्पियन बन्नेछ। स्टिकी नेक्सटको टिम देख्न सकिन्छ गाह्रो सिचुएसनमा परिसकेको छ। त्यहाँ लन्च प्याड प्रयोग गरेर आएको थियो। स्काइलरको पनि प्रयोग हुन्छ त्यहाँ भुडुको द्वारा। र होरा स्पोर्ट्स अब अन्तिम प्लेयरमा मात्र राख्न सीमित गरेको छ एसएनएक्सको टिमलाई। अब एउटा मात्र प्लेयर बाँकी रहेका छन्। तर भिएसको टिम थर्ड पार्टीको लागि आउन सक्छ। मन्त्र नेपाल पनि छोरा एलिमिनेसन निकालिसकेको छ। भिएस चारैतिर आँखा दौडाउनु पर्छ। कोजिरोलाई त्यहाँ फिनिस अप निकालिन्छ मन्त्र नेपालको द्वारा। सपिल उडेर त गएका छन् तर के राम्रो ठाउँ पाउँछन् त एसएनएक्सको टिम पनि चार्ज दिनुहुँदै। त्यो मुभ गर्ने अगाडि बढ्ने ओपन एरियाबाट डिसिजन भिएसको लागि निकै नै नराम्रो साबित हुँदै। 2 जना प्लेयर त बाँकी रहेका छन्। सपिल सर्कल बाहिर रहेका छन्। ब्लू होराको देख्न सक्छौँ कन्टिन्युसली त्यहाँ सचहरू आइरहेको छ। मोस्ट प्रोबेबली मेसिन गन प्रयोग गरिरहेका छन् जस्तो लाग्छ। यस कल्ड रहेको छ ब्लू होराको हातमा। अब निलु मात्र अन्तिम प्लेयर भिएसको लागि। 5वटा टिम अझै पनि बाँकी रहेको छ र होरा स्पोर्ट्स च्याम्पियन भन्ने निकै नै राम्रो दावेदार रहेको छ। तर त्यो त अघि क्यासर लेखेको छ केटाहरूले। रेनिस जोकर नै हो यार, गेममा गर्ने ठाउँमा सब गुड हान्दै बसेछ तैत्रे। Bro, give me some Gale र मोडरेटर गलेहरुलाई हल्का एक्टिभ हुन साथी, हल्का एक्टिभ हुन साथी हो कि दादा हो कि भाइ हो जो हल्का ब्लू हो र नक रहेका छन् साथीहरु। रातोले चाहिँ यो नक भएको कस्तो बुझ्नै गाह्रो हुने रहेछ है हल्का। आइडन दिन्छ उसलाई।
थ्याङ्क यू यार, ला, थ्याङ्क यू मन्त्र यार। गयो यार। सुना प्रेम, थ्याङ्क यू। मन्त्र गयो गएछ जल्ले। गयो त। आइनीको पनि खुलेन। भाइको राम्रो छ दाइ, एकदम उसले मेसेज गरेको थियो दाइ, देखिबाट। बछ। पिआरजीले, पिआरजी ल समीर त चिनै हो होइन, नट कास्टिङ, नट कास्टिङ। हजुरको टाइपको भिडियो थियो नि, त्यस्तै त्यस्तै हल्का। अनि मैले चाहिँ हल्का अब यसो भनिदिएँ, अब भनेपछि चाहिँ वी विल गेट ब्याक टु यु सुन भनेको छ जस्तैहरूले भनेको छैन अरू त्यति। आबुई बुदु त के हो ओइ ओइ के साह्रो साथी। झन्डा पिएनएललाई देखाउँदैछ त ल दुईटा गेममा ल पर्यो। बेस्टुमा ला होराको थर्ड पार्टी आयो। होराले कहाँबाट थर्ड पार्टी हान्दैछ? अरू भन्दा पनि केटा हो हेर, सुशान्त धुमागाईलाई चाहिँ मैले टक्क होइन क्लास स्क्वाडमा चाहिँ हराइदिएको छु है 1v1 मा। को उमागाई ककलले चिन्छ उमालाई। मलाई त सकेको छैनस्। समीर दाइ र मलाई समीर सकेको छैन। सम्धी दाइ र कहाँबाट समीर दाइ हान्दैछ? ए माथिबाट तल हान्दैछ। माथिबाट हान्दैछ। बर हान्दैछ यार। निशान ल ओइ ला लाग्छ हाम्रो बिबीलाई नि हान्दैछ। लाग्छ है। तिमी त मस्त छ। टेन्सन पर्यो त्यो भाइलाई। एक्लै प्लेयरले भिएसलाई पुरै घुमाइरहेछ र स्टिल मर्न भने सफल भएन। याङ काठमाडौँको त्यहाँ रुजनलाई पनि नक गरिन्छ एसएनएक्सको टिमको अगेन्स्टमा। 7 दिन हुँदै भिएस सम्हालेर खेल्नुपर्ने हुन्छ किनकि माथि आइसकेको छ होरा स्पोर्ट्स। अलराइट, फेरि पनि एउटा स्पोर्ट्सको जलवा हामीले देख्नेवाला छौँ जहाँ हामी फेरि सिएमईलाई पनि हेर्न सक्छौँ। पछाडिबाट लखेड्दै छ, त्यहाँ सोलो प्लेयर थियो, स्पट गरियो, तुरुन्तै फिनिस अप पनि गर्नेछन् अनि हवाई यहाँनिर नियन्त्रण लिन्छन् फेरि पनि ब्लूको तर्फबाट। अब कुरा आउँछ डिआरएस को माथि जहाँ सोलो सर्भाइभल रहेको हामी हेर्न सक्छौँ। 2 किल्स मात्र निकालेको छ यो म्यापमा। हैन कम्पिटिसन त एक हिसाबले कम्पिटिसन तर टिम्स धेरै त इन्डियामै छ। कम्पिटिसन टिमहरू केलाई भन्छ टप 12 हो भनेर कम्पिटिसन भन्न मिलेन नि यार। ओइ लन्चर कसको कति अगाडि हो, को कति अगाडि छ यार, कतिमा हो? डिस्कर्डमा हेर्नु। यही डिस्कर्डमा हेरिरहेको मलाई। हान्यो हान्यो होराले हान। त्यही त दाइ कतिमा हो टाइमर? 41 भन्दै 43 44 कति हो तिमी भन त म 45 40 41 म 2x गर्छु रुक। 50 मा छु म। अब तिमीले कुन हिसाबले कम्पिटिसन भन्न खोजे? 18 मा पढ्न माग्छ कि नै? हजुर पढ्ने गर्नु सुरु फर्स्ट 2 सेमेस्टर माग्छ यार। बुढे यार बुढे लभली यार। पक्का हामीलाई 6 एचपी यार। ऊ रमन भाइले हान्यो भूत। अब एमईएचबीएक्स को छैन चालचलन त्यस्तो हैन। अब अरु त 7 वटा टिमकै छ त यार। बुलिरा बस बिबी पनि एज त राम्रो छ तर स्निकी 9x बिबीलाई राम्रो छ। खुल्लामा छ नि दाइ। हैन ए खुल्ला हो र त्यो ढुङ्गा रहेछ एउटा हैन, कम्पाउन्ड छैन त्यहाँ। सानकेनले एउटा खाइदियो भने होरा र बिबी ला होरा 7 वटा टिमको च्याम्पियन रस एक्टिभेट भइसकेको छ एन्ड देख्न सकिन्छ हामी सटरमा बिबी स्पोर्ट्स रहेको छ। टिआरएस गेमिङ होरा स्पोर्ट्ससँग माफ गर्नु होला फाइटमा आइसकेको छ। होराको लागि गाह्रो पर्न सक्छ, मुभ रहेका छन् तर त्यहाँ टप र ब्लूको जोडीले बीबीई स्पोर्ट्सलाई वाइप आनिसकेको छ तर थर्ड पार्टीको लागि आइसकेको छ स्निकी 9x। 4 जनामा फेरि पनि आइसकेको छ, हिल गर्नुपर्ने हुन्छ, हिलिङ पिस्टलको प्रयोग भएको पनि देख्न सक्छौँ।